बोयफ्रेन्ड गर्लफ्रेन्ड डेट त सुन्नुभएको थियो होला, तर कहिले बेस्ट डेट सुन्नुभएको थियो तपाईँहरूले? हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। अनि आजको मेरो डेट पार्टनर चाहिँ मेरो बेस्ट कहिले यसरी बेस्ट डेट जानुभएको छ? लेट मी नो इन द कमेन्ट सेक्सन। अनि जानुभएको छैन भने चाहिँ एक्चुअली अवश्य जानु होला। कि आफ्नो बोयफ्रेन्ड गर्लफ्रेन्डलाई मात्रै टाइम दिनुहुन्छ, कहिलेकाहीँ चाहिँ आफ्नो बेस्टीलाई पनि टाइम दिनु होला। अनि यस्तो बब्बाल भ्यू देख्ने चाहिँ कताबाट भन्नुहुन्छ भने हाम्रै दमक सहरमा रहेको द रुफ गार्डनबाट देखिने भ्यू यस्तो बब्बाल देखिन्छ। अनि यहाँको बस्ने स्पेसहरू पनि कस्तो मजाको छ क्या, हजुरलाई भ्यू हेर्दै इन्जोय गर्न पनि सक्नुहुनेछ, अरू भित्र पनि बस्न सक्नुहुनेछ। एम्बियन्स पनि कस्तो दामी क्या, लाइक प्लान्ट कस्तो मजा आउने क्या यहाँ बस्दाखेरि पनि, लाइक होम क्या, कस्तो मजा आउने प्लान्टको बिचमा बस्दा। अनि प्लस दामी भ्यू देख्दाखेरि। अनि यो चाहिँ हाम्रो आउटफिट चेक हो मेरो बेस्टीसँगको। अनि मलाई चाहिँ सन्चो नभएर मेरो भोइस पनि कस्तो आइरहेको छ होला, इग्नोर माई भोइस। अनि हामीले चाहिँ यहाँ किमा नुडल्स मगाएको थियौँ, त्यस्तो धेरै आइटम मगाएको थिएनौँ नि त, किनभने हामी अलरेडी फुल थियौँ, जस्ट बेस्टीसँग टाइम स्पेन्ड गर्न भनेर चाहिँ निस्केको थियौँ। चले कुराहरू पनि गऱ्यौँ, बस्यौँ, मजा आयो। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। अनि निस्किने बेला चाहिँ यो ठाउँमा चाहिँ भिडियो खिच्न नबिर्सिनु होला। बाई।